कल्पना गर्नुस् एउटा यस्तो मेला जहाँ 50 भन्दा बढी अटोमोबाइल ब्रान्डहरूले 44 वटा एकदमै नयाँ गाडी लन्च गर्दैछन्, सबै एउटै छानामुनि। यो कुनै विदेशी सो होइन, यो हुँदैछ काठमाडौँमा, नेपालकै धरतीमा। तर प्रश्न यही हो, जब देशको अर्थतन्त्र सुस्त छ, गाडीको माग घट्दैछ, तब आखिर नेपालको अटो इन्डस्ट्रीले किन यत्रो ठूलो जोखिम लिइरहेको छ? आज हामी गहिराईमा बुझ्नेछौँ। नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 को पूरा कथा। यो केवल गाडी मेला होइन, बरु नेपालको भविष्यको मोबिलिटीको एउटा ठूलो संकेत हो। नमस्कार साथीहरू, यस च्यानलमा तपाईलाई स्वागत छ। आज हामी कुरा गर्दैछौँ नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनीको बारेमा, नाइमा नेपाल मोबिलिटी एक्सपो 2026। यो आयोजना 11 देखि 16 अगस्त 2026 सम्म अर्थात् 6 दिनसम्म काठमाडौँको भृकुटी मण्डप प्रदर्शनी केन्द्रमा चलिरहेको छ। यसलाई आयोजना गर्दैछ नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमा। तर यस भिडियोमा हामी केवल समाचार सुनाउने छैनौँ, हामी पत्ता लगाउनेछौँ यो मेला किन यत्रो ठूलो दाउ हो, यसको पछाडिको वास्तविक कथा के हो र यसले नेपालको सर्वसाधारणका लागि के अर्थ राख्छ। आउनुहोस् बुझौँ यो कार्यक्रमको यात्रा चरणबद्ध रूपमा। सुरुवात 1 वर्ष अघि नाइमाको स्थापना जम्मा 21 सदस्य कम्पनीहरूसँग भएको थियो। 1 वर्षभित्रै यो संख्या बढेर 36 प्रमुख सदस्य कम्पनीहरूसम्म पुग्यो, अर्थात् एसोसिएसनले धेरै छिटो विस्तार गर्यो। जुन 2026 स्टल आवन्टन पारदर्शी लटरी प्रक्रियाबाट 49 देखि 51 स्टलहरू बाँडफाँड गरियो, ताकि कुनै पनि ब्रान्डलाई प्राथमिकता नमिलोस्। 11 अगस्त 2026 उद्घाटन एक्सपोको औपचारिक उद्घाटन भयो। नाइमाकी अध्यक्ष रितु सिंह वैद्य र नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीको हातबाट। 16 अगस्त 2026 समापन 6 दिनपछि अर्थात् नेपाली पात्रो अनुसार श्रावण 26 देखि 31 सम्म यो मेला आफ्नो अन्तिम चरणमा पुग्नेछ। यत्रो छोटो समयमा यत्रो ठूलो आयोजना खडा गर्नु यो आफैमा एउटा कथा हो, जसले देखाउँछ कि नेपालको अटो सेक्टर कति छिटो सङ्गठित हुँदैछ। अब कुरा गरौँ वास्तविक तथ्याङ्कहरूको। संख्यामा यो एक्सपो 55 भन्दा बढी ब्रान्डहरूले भाग लिइरहेका छन्। 44 नयाँ गाडी मोडेलहरू लन्च हुँदैछन्। 49 देखि 51 स्टलहरू पूरा भेन्यूभरि फैलिएका छन्। 4 पाङ्ग्रे, 2 पाङ्ग्रे, व्यावसायिक सवारी, इलेक्ट्रिक र हाइब्रिड सबै सेगमेन्ट समेटिएका छन्। यहाँ एउटा महत्त्वपूर्ण ढाँचा देखिन्छ। यस वर्षको एक्सपोमा सबैभन्दा बढी फोकस इलेक्ट्रिक सवारीमा छ। जति पनि नयाँ मोडेल लन्च हुँदैछन् तीमध्ये एउटा ठूलो हिस्सा इभी र हाइब्रिड गाडीहरूको छ। तर वास्तविक प्रश्न यही हो, यस्तो किन? आयोजकहरूका अनुसार यो एक्सपो यस्तो समयमा भइरहेको छ जब नेपालको अर्थतन्त्र सुस्तीबाट गुज्रिरहेको छ र गाडीहरूको माग कमजोर भएको छ। अर्थात् यो केवल एउटा सेलिब्रेसन होइन, बरु एउटा रणनीतिक कदम हो। एउटा यस्तो प्रयास जुन बजारमा फेरि जान फुक्न र नयाँ प्रविधिहरूलाई प्रवर्धन गर्न गरिँदैछ। ब्रान्डहरूले ग्राहकहरूलाई आकर्षित गर्न छुट, एक्सचेन्ज स्किम र फाइनान्सिङ सुविधाहरू जस्ता अफरहरू पनि दिइरहेका छन्। यसले स्पष्ट सङ्केत गर्छ कि कम्पनीहरूले बिक्री बढाउन हर सम्भव प्रयास गरिरहेका छन्। अब आउँछ यो कथाको सबैभन्दा रोचक तह। एक्सपोको उद्घाटन भाषणमा नाइमा अध्यक्ष रितु सिंह वैद्यले एउटा ठूलो कुरा भनिन्। उनले नेपाल सरकारसँग स्थिर र अनुमान योग्य नीतिहरू, प्रेडिक्टेबल पोलिसिज बनाउन अपिल गरिन्, ताकि अटोमोबाइल सेक्टरमा लगानी र रोजगारी सुरक्षित रहन सकोस्। यसभन्दा पनि बढी रोचक कुरा उनले यो पनि बताइन् कि नेपालसँग अझै पनि कुनै ठूलो, राम्रोसँग सुसज्जित प्रदर्शनी र सम्मेलन केन्द्र छैन, जसले अन्तर्राष्ट्रिय स्तरका ठूला आयोजनाहरूको मेजबानी गर्न सकोस्। अर्थात् यत्रो ठूलो मेला भइरहँदा पनि नेपालसँग यसका लागि उचित पूर्वाधारको कमी छ। यही छ वास्तविक तनाव। एकातिर इन्डस्ट्री छिटो अगाडि बढिरहेको छ, नयाँ ब्रान्डहरू आइरहेका छन्, इभी क्रान्ति भइरहेको छ, लगानी बढिरहेको छ। तर अर्कोतिर सरकारी नीतिहरू र मौलिक पूर्वाधार अझै पनि यो गतिसँग कदम मिलाउन सकिरहेका छैनन्। यो केवल गाडीहरूको प्रदर्शनी होइन, यो नेपालको निजी क्षेत्र र सरकार बीचको अनकहिएको द्वन्द्वको एउटा झलक पनि हो। निजी क्षेत्र अगाडि बढ्न तयार छ, तर उसलाई सरकारको साथ चाहिन्छ, जुन अहिले पूर्ण रूपमा भेटिरहेको छैन। अब मेरो व्यक्तिगत राय, र यहाँ म स्पष्ट पार्न चाहन्छु, यो मेरो विश्लेषण हो, तथ्य होइन। मलाई लाग्छ कि नाइमा एक्सपो 2026 नेपालको अटो सेक्टरका लागि एउटा टर्निङ पोइन्ट साबित हुन सक्छ।
जुन तरिकाले इभी र हाइब्रिड गाडीहरूमा फोकस बढेको छ त्यसले देखाउँछ कि नेपाल पनि विश्वव्यापी मोबिलिटी ट्रेन्डबाट पछाडि रहन चाहँदैन। तर वास्तविक चुनौती लन्चपछि सुरु हुनेछ। के सरकारले साँच्चै स्थिर नीतिहरू ल्याउनेछ? के चार्जिङ पूर्वाधार त्यत्तिकै छिटो बन्नेछ जतिको छिटो गाडीहरू बिक्री भइरहेका छन्? यो प्रश्न अझै खुला छ र यसको जवाफ आउने महिनाहरूमा मात्र भेटिनेछ। त साथीहरू, संक्षेपमा भन्नुपर्दा नायमा नेपाल मोबिलिटी एक्सपो 2026 केवल एउटा गाडी मेला होइन। यसले नेपालको अटो इन्डस्ट्रीको छिटो बढ्दो सङ्गठनलाई देखाउँछ, इलेक्ट्रिक र हाइब्रिड सवारीतर्फको ठूलो परिवर्तनको सङ्केत दिन्छ र साथसाथै पूर्वाधार र नीतिगत कमीहरूलाई पनि उजागर गर्छ, जसलाई व्यवस्था गर्न सकिँदैन। 55 भन्दा बढी ब्रान्डहरू, 44 नयाँ गाडीहरू र 6 दिनको यो आयोजना यसले बताउँछ कि नेपालको मोबिलिटी सेक्टर परिवर्तनको दैलोमा उभिएको छ। यदि तपाईलाई यो पर्ताल मन पर्यो भने भिडियोलाई लाइक गर्न नबिर्सनुहोस् र यदि तपाईँ नेपालको अर्थतन्त्र, प्रविधि र इन्डस्ट्रीसँग जोडिएका यस्ता गहिरा कथाहरू हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोस्। कमेन्टमा बताउनुहोस् के तपाईलाई लाग्छ कि नेपाल इभी क्रान्तिका लागि तयार छ वा यो अझै एउटा लामो यात्रा हो। भेटौँला अर्को भिडियोमा। त्यतिन्जेलका लागि नमस्कार।